आजको मिनी भ्लगमा हामी जाँदैछौँ खाना खानलाई। अनि मलाई चाहिँ घरमा पकाउन मनै लागेको थिएन। अनि त्यसपछि मेरो बुढोले चाहिँ भन्नुभयो कि जाउँ न त। अनि आज हामी होटलमा खाने भनेर अनि होटलमा खाना गएको। अनि त्यसपछि मगाएको एकैछिनमा बर्गर पनि आइपुग्यो। अनि मेरो छोराले चाहिँ फ्रेन्च फ्राई मात्रै खायो, बर्गर खान मानेन। त्यसपछि मैले नै खाइदिएँ। मैले यसो ट्राई गरेको त मिठै थियो, कस्तो मिठो लाग्यो। अनि मेरो छोराले चाहिँ खालि फ्रेन्च फ्राई मात्रै खाइरहेको थियो। मेरो छोरालाई फ्रेन्च फ्राई चाहिँ धेरै मनपर्छ। त्यसपछि यता चाहिँ मैले चाहिँ बर्गर खान थालेँ। अनि मेरो छोराले चाहिँ मिठो छ फ्रेन्च फ्राई भन्यो। अनि त्यसपछि यतातिर फेरि चिकन ललिपप आइ पनि पुग्यो। अनि त्यसपछि त्यो पनि मैले नि सुरुमा ट्राई गरेँ कस्तो छ भनेर। त्यो पनि एकदमै मिठो लाग्यो मलाई चिकन ललिपप। तर यो चाहिँ मेरो बुढोको लागि मैले मगाएको थिएँ। अनि त्यहीबाट अनि मैले चाहिँ एक पिस मात्रै खाएँ। त्यसपछि मैले चाहिँ म चाहिँ बिरयानी खान आएको। अनि मेरो बिरयानी पनि रेडी भइसकेको थियो, रेडी आइसक्यो। अनि मैले भने बिरयानी टेस्ट गरेको। मलाई त बिरयानी यति मनपर्छ नि कि कुरै नगर्नुहोस् कि। अनि मैले बिरयानी छिटो छिटो खाएँ, यस्तो मिठो लाग्यो। अनि यतातिर बिरयानी खाएपछि बिरयानीमा भएको लेग पिस पनि टोक्दै थिएँ म चाहिँ। अनि टोकेर अनि म चाहिँ हात चाट्न थालेँ। अनि हात चाटेको चाहिँ इग्नोर गरिदिनु होला। अनि त्यसपछि हामीले चाहिँ लगभग सबै फिनिस गरिसकेको थियौँ। अनि अलिअलि बाँकी थियो त्यो पनि खाएर नि हामी घरतिर लाग्यौँ। अनि थ्याङ्क यू सो मच। मेरो आजको मिनी भ्लग यति नै। थ्याङ्क यू सो मच, बाइ बाइ।